नमस्ते, स्वागत छ सबैलाई। आज मसँग प्याप्सन काठमाडौँ फर्स्ट टर्म एक्जामिनेसन 2083 को क्लास 10 को साइन्स एन्ड टेक्नोलोजीको क्वेसन पेपर छ। मल्टिपल चोइस क्वेसन हामीले अस्ति नै हेरिसकेका छौँ। आज हामी सेक्सन बी खण्ड बी अन्तर्गत भेरी सर्ट क्वेसन एन्सरको बारेमा चर्चा गर्नेछौँ। ए नम्बरमा छ वाइ सुड अ नेटिजन रेस्पेक्ट अदर वाइल कम्युनिकेटिङ अन द इन्टरनेट भन्ने प्रश्न छ। एकदमै सजिलो क्वेसन आयो हैन। किन भन्दा हामीले अरूलाई रेस्पेक्ट गर्यौँ भने अरूले पनि हामीलाई रेस्पेक्ट गर्छ। यो भइदियो भने यो इन्टरनेटमा डिजिटल वर्ल्डमा एउटा राम्रो इन्भाइरोमेन्ट क्रिएट हुन्छ र यसले साइबर क्राइमलाई पनि घटाउँछ। त्यही कारणले यसको एन्सर के हुनसक्छ भन्दा वी सुड रेस्पेक्ट अदर वाइल कम्युनिकेटिङ अन द इन्टरनेट बिकज इट मेन्टेन पोजिटिभ हेल्दी एन्ड सेफ इन्भाइरोमेन्ट इन द डिजिटल वर्ल्ड भनेर लेख्दा भइहाल्छ। बी नम्बरमा विच प्लान्ट ग्रुप इज नोन एज द एम्फिबियन अफ प्लान्ट किङडम भनेको छ। अब प्लान्ट किङडममा एम्फिबियन भनेर बुझिने चाहिँ ब्रायोफाइटा हो। किन भन्दा ब्रायोफाइटा दे ग्रो इन ल्यान्ड, यिनीहरू जमिनमा ग्रो हुन्छ तर दे निड वाटर फर रिप्रोडक्सन। भनेपछि रिप्रोडक्सन गर्नको लागि चाहिँ यसलाई पानी चाहिने भएर यसलाई चाहिँ एम्फिबियन प्लान्ट भनिन्छ। त्यही भएर यसको एन्सर चाहिँ ब्रायोफाइटा हुने भइहाल्यो। वाइ आर द स्पोन्जेस प्लेस्ड अन्डर द फाइलम पोरिफेरा भनेको छ। अब स्पोन्जेसलाई किन पोरिफेरामा हाल्यो भन्दाखेरि स्पोन्जेसको बडीमा चाहिँ सानसानो प्वाल हुन्छ है। पोरिफेरा भनेकै पोर बेरिङ हो। यदि शरीरमा सानसानो प्वालहरू भयो भने त्यसलाई हामी फाइलम पोरिफेरामा हाल्छौँ र स्पोन्जेसमा पनि आफ्नो बडीमा सानसानो प्वालहरू हुन्छ, त्यसलाई हामी ओस्टिया भन्छौँ। यसरी शरीरभरि सानसानो प्वालहरू पोरहरू भयो भने त्यसलाई हामी फाइलम पोरिफेरामा राख्छौँ। त्यही भएर यसको एन्सर चाहिँ पोरिफेरा हैज अ sponges has a small pore in their body. Due to this, it is placed under the phylum Porifera भन्दै भइहाल्छ। नेक्स्ट नम्बर the small green plant grow in a moist places which has a true root leaf with a small brown spot on the underside of its leaf. To which phylum, which plant group does it belongs भनेको छ। अब यसको एन्सर हुन्छ टेरिडोफाइटा। किन टेरिडोफाइटा चाहिँ तिनीहरू मोस्ट एन्ड स्याडी प्लेसेसमा ग्रो हुन्छ र यिनीहरूसँग रुट स्टिम र लिफ पनि डिफ्रेन्सिएट भएको हुन्छ भने यसको लिफको पछाडि एउटा सानसानो स्पट हुन्छ, ब्राउन स्पट हुन्छ, त्यसलाई हामी सोरस भन्छौँ र त्यो सोरसभित्र नै स्पोर्सहरू हुन्छ। त्यही भएर यसलाई हामीले टेरिडोफाइटा, यसको एन्सर चाहिँ हुन्छ टेरिडोफाइटा। डी नम्बरको एन्सर हुन्छ टेरिडोफाइटा। ई नम्बरको क्वेसन हेरौँ त। अ फार्मर प्लेस अ बी हाइभ इन इट्स एप्पल अर्किड, हाउ क्यान दिस हेल्प इन्क्रिज द एप्पल प्रडक्सन भनेको छ। अब उसले आफ्नो एप्पलको फार्ममा लगेर बी हाइभ लगेर राख्यो, मौरीको घर लगेर राख्यो भने यसले एप्पल प्रडक्सनमा कसरी हेल्प गर्छ भन्दा यसको एन्सर पनि सजिलो छ। बिकज बी हेल्प इन पोलिनेसन है, सेल्फ पोलिनेस एज वेल एज क्रस पोलिनेसन, ड्यू टु विच द प्रोडक्सन अफ एप्पल इन्क्रिजेस, ड्यू टु विच द फ्लावर अफ एप्पल कन्भर्ट इन्टु फ्रुट्स इजिली एन्ड देयर विल बी द प्रोडक्सन अफ एप्पल है। यसले पोलिनेसनमा हेल्प गर्छ, बीले पोलिनेसनमा हेल्प गर्छ, त्यही भएर प्रोडक्सन अफ एप्पल चाहिँ इन्क्रिज हुन्छ भनेर लेखिदिउँ। एफ नम्बर वाइ डज द फेदर फल मच मोर स्लोली देन द स्टोन वेन बोथ आर ड्रप्ड इन अ क्लासरुम भनेको छ। किन भन्दा अब क्लासरुमको इन्भाइरोमेन्ट चाहिँ भ्याक्युम हुँदैन, भ्याक्युममा मात्र सबै अब्जेक्ट एउटै भ्यालोसिटीमा एउटै एक्सिलेसनमा झर्ने हो, द्याट इज 9.8। तर हाम्रो क्लासरुममा त हावा हुन्छ एन्ड ड्यू टु एयर रेजिस्टेन्स त्यो फेदरमा चाहिँ धेरै एयर रेजिस्टेन्स लाग्छ। सो इन कम्पेरिजन टु इट्स वेट, यसको वेटको कम्पेरिजनमा यसको सर्फेस एरिया धेरै हुने भएर एयर रेजिस्टेन्सको कारणले गर्दा फेदर चाहिँ स्लोली फल हुन्छ। सो यसको एन्सर हुन्छ इन आवर क्लासरुम देयर इज अ एयर एन्ड ड्यू टु एयर रेजिस्टेन्स, ड्यू टु मोर एयर रेजिस्टेन्स द फेदर फल स्लोली इन कम्पेरिजन टु स्टोन भनेर एन्सर लेख्दा भइहाल्छ। इफ अर्थ इज सडनली श्रङ्क टु हाफ अफ its present radius while retaining the same mass, what would happen to your weight on its surface भनेको छ। अब यसले क्वेसनले के भन्यो भन्दा पृथ्वीलाई आधी बनाइदिने, खुम्चाएर आधी बनाइदिने, मास चाहिँ चेन्ज नगर्ने भनेको छ। भनेपछि मास सेम हुन्छ, रेडियस मात्र हाफ हुन्छ। यदि रेडियस हाफ भयो भने के हुन्छ भन्दा एक्सिलेसन ड्यू टु ग्राभिटी इज इन्भर्सली प्रोपोर्सनल टु आर स्क्वायर, रेडियसको स्क्वायर हुन्छ। अनि रेडियस हाफ हुँदाखेरि एक्सिलेसन ड्यू टु ग्राभिटी 4 गुणाले बढ्छ र एक्सिलेसन ड्यू टु ग्राभिटी 4 गुणाले बढेपछि यदि हाम्रो मास सेम हुने हो भने हाम्रो वेट चाहिँ 4 गुणाले बढ्ने भयो। सो यसको एन्सर हुन्छ इफ द अर्थ सडनली श्रङ्क टु हाफ
of its present radius while retaining the same mass, the way our weight on its surface increases by 4 times भनेर लेख्दा भइहाल्छ. Why do the solid expand when heated in terms of behavior of their molecule भनेको छ. अब यो काइनेटिक मोलिकुलर थ्योरीको आधारमा किन अब्जेक्ट चाहिँ तताउँदाखेरि एक्सपान्ड हुन्छ भनेर यसले क्वेसन सोधिरहेछ. यसको कारण के भन्दा जब मोलिकुललाई तताइन्छ जब अब्जेक्टलाई तताइन्छ त्यसको मोलिकुलहरूको काइनेटिक एनर्जी बढ्छ र यदि मोलिकुलको काइनेटिक एनर्जी बढ्यो भने त्यसको भाइब्रेसन फास्ट हुन्छ, ऱ्यापिडली भाइब्रेट हुन थाल्छ र जब भाइब्रेसन ऱ्यापिड हुन्छ यसले धेरै स्पेस ओगट्छ, त्यही कारणले एक्सपान्ड हुने है. अब अर्को आयो स्टेट द मोडर्न पेरियोडिक ल भनेको छ. अब यो त एकदम सिम्पल क्वेसन भइहाल्यो. मोडर्न पेरियोडिक लले के भन्छ भन्दा फिजिकल एन्ड केमिकल प्रपर्टी अफ द इलिमेन्ट आर द पेरियोडिक फङ्सन अफ एटमिक नम्बर भन्छ है. एटमिक नम्बर अनुसार एलिमेन्टलाई क्लासिफाई गर्यो, एलिमेन्टलाई एरेन्ज गर्दै राख्यो भने त्यसको प्रपर्टी चाहिँ रिपिट हुँदै जान्छ भन्छ. यो नै मोडर्न पेरियोडिक ल हो.